घुम्ती एपमा ड्राइभरसँग रेजिस्टर गर्नुको लागि तपाईले घुम्ती एप ओपन गरेपछि दुईटा बटन्स हुन्छ, एउटा प्यासेन्जरको एउटा ड्राइभरको। तपाईले ड्राइभरको बटन सेलेक्ट गरेर आफ्नो फोन नम्बर हाल्न सक्नुहुन्छ। फोन नम्बर हालेपछि तपाईलाई ओटिपी आउँछ। त्यो ओटिपी तपाईले ओटिपी सेक्सनमा हाल्नुभयो भने तपाईलाई एउटा 5 स्टेपको फर्म तपाईले देख्नुहुन्छ। फर्स्ट स्टेपमा तपाईको पर्सनल इन्फर्मेसन हुन्छ। त्यसमा तपाईको नाम, फोन नम्बर र बेसिक डिटेल्स त्यसमा फिल गर्नुपर्छ। त्यहाँदेखि तपाई नेक्स्ट पेजमा गएपछि नेक्स्ट स्क्रिनमा तपाईलाई भेहिकल्स रिलेटेड, तपाईको गाडीसँग रिलेटेड तपाईको इन्फर्मेसन फिल गर्नुहुन्छ। त्यसमा तपाईले सबभन्दा फर्स्टमा तपाईको गाडी कमर्सियल हो या तपाईको प्राइभेट गाडी हो त्यसको डिटेल्स इन्टर गर्न सक्नुहुन्छ। तपाईको भेहिकल नम्बर, गाडीको नम्बर, तपाईको आरसी नम्बर, तपाईको ड्राइभिङ लाइसेन्स नम्बर र कुन चाहिँ गाडी हो र तपाईको कतिवटा सिटको गाडी हो, यो तपाईले फिल गरेर तपाई थर्ड स्टेपमा जान सक्नुहुन्छ। थर्ड स्टेपमा तपाईलाई आफ्नो बेस लोकेसन हाल्नुपर्छ। तपाईको गाडी कुन ठाउँको हो या तपाई कुन ठाउँको हो। यसको लागि तपाईले त्यहाँ सर्च बारमा सर्च गरेर आफ्नो जग्गा पनि खोज्न सक्नुहुन्छ या फेरि तपाईले आफ्नो करेन्ट लोकेसनलाई पनि सेलेक्ट गर्न सक्नुहुन्छ। यो स्टेपदेखि तपाई नेक्स्ट स्टेप गएपछि तपाईलाई डकुमेन्ट अपलोडको स्क्रिन आउँछ, जसमा तपाईले आफ्नो सेल्फी लिनु पर्यो। पहिला सेल्फी लिएपछि त्यहाँदेखि तपाईले आफ्नो गाडीको डकुमेन्ट्सहरु छ, जस्तो डीएल को फ्रन्ट एन्ड ब्याक, तपाईको आरसी को तपाईको फ्रन्ट एन्ड ब्याक, तपाईको इन्स्योरेन्सको कपी, अनि अगर तपाईको गाडी तपाईले ओनर कोही अरु हुनुहुन्छ र तपाईले उनको गाडी चलाउनु हुँदैछ भने एउटा अथराइजेसन जो लेटर हुन्छ, अथराइजेसन या एनओसी लेटर तपाईले सबमिट गर्नुपर्छ। यो सबै तपाईको डकुमेन्ट अपलोड भएपछि तपाईलाई एउटा टर्म्स एन्ड कन्डिसन्सको तपाईको एउटा चेक बक्स आउँछ, जसलाई तपाईले सेलेक्ट गरेर नेक्स्ट गर्न सक्नुहुन्छ। फोर्थ स्टेप कम्प्लिट भएपछि तपाई हाम्रो फिफ्थ स्टेपमा जानुहुन्छ। यहाँ तपाईले सब्सक्रिप्सनको मन्थली, क्वार्टरली या इयरली, हाफ इयरली तपाईले देख्न सक्नुहुन्छ। अगर तपाई कालिम्पोङ या दार्जिलिङ डिस्ट्रिक्टको हुनुहुन्छ भने तपाईले एउटा प्रमोसनल अफरमा 0 अमाउन्ट तपाईले देख्नुहुन्छ र तपाईले त्यसलाई क्लिक गरेर तपाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। सब्सक्रिप्सन कम्प्लिट भएपछि तपाईको रेजिस्ट्रेसन कम्प्लिट हुन्छ र भेरिफिकेसनको लागि जान्छ। जस्तो तपाईको हाम्रो टिमबाट भेरिफिकेसन कम्प्लिट हुन्छ, तपाईलाई एउटा भेरिफिकेसनको मेसेज र तपाईको होम पेजमा, तपाईको मेन पेजमा तपाईले भेरिफिकेसन कम्प्लिटेड भनेर तपाईलाई एउटा मेसेज पनि देखाउँछ। त्यहाँदेखि तपाईले आफ्नो एप्लिकेसनमा गएर अनलाइन हुन सक्नुहुन्छ।